हेलो नमस्ते सबैजनामा सम्पूर्णमा नमस्कार। तपाईहरुलाई केही नोटिस भनौँ या के हो हजुरहरु आफै हेरेर बुझ्नु होला। दुईजना दिदीहरु इन्ट्री हुँदैछ यहाँ चाहिँ। त्यतिखेर म चाहिँ पसलमा थिइनँ, मम्मी मात्रै हुनुहुन्थ्यो। पसलमा कोही कस्टमर नआउँदा चाहिँ मम्मी र एकजना हजुरआमा गफ गरेर बसिरहनु भएको थियो। अनि उहाँहरु दुईजना कस्टमर आउनुभयो। अनि उहाँहरु चाहिँ एकदमै सपिङ गर्ने तरिकाले आउनु भएको छ आज हाम्रो पसलमा। आज शुक्रबार उहाँले साउन्ड एकदम लागेको छ, ठुल्ठुलो झोला बोकेर आउनु भएको छ। हेर्नु न, उहाँले एउटा टार्गेट बनाइसक्नु भयो। उहाँले अब यो कुर्ता चाहिँ ल्याएर साइडमा कुर्ती मात्रै ल्याएर राखिसक्नु भयो, देख्नुभएको छ हजुरहरूले। मास्क लगाएर आउनु भएको छ, टक्क हुन्छ नि एउटा मान्छेको। उहाँहरूलाई चाहिँ म थिइनँ पसलमा, म नभएको बेलामा चाहिँ मम्मीलाई चाहिँ यो सामान त्यो सामान भनेर सुरुमै यति भुल्याउँदै हुनुहुन्छ कि कुरै नगरौँ। हजुरहरूले हेर्दै बुझ्नुहुन्छ यसमा चाहिँ। पछि मैले क्यामेराको रेकर्ड चेक गर्दाखेरि चाहिँ तपाईहरुलाई मैले त्यहाँबाट रेकर्ड देखाइरहेको छु। हजुरहरू प्रत्यक्ष देखिरहनु भएको छ। उहाँहरू बस्न पनि मान्नु भएको छ, ठुल्ठुलो झोला बोकिरहनु भएको छ। यति सामान हेर्दै हुनुहुन्छ कि उहाँहरूको पुरै लाने सपिङको फुल प्लानमा आउनु भएको क्या उहाँहरू चाहिँ। ठ्याक्क 4:30 मा आउनु भएको उहाँहरू चाहिँ हाम्रो पसलमा। म थिइनँ त्यो बेलामा, सामान लिन बजार गएको थिएँ। ल त्यो अगाडि बस्ने दिदी चाहिँ उहाँलाई छेक्दै त्यो डाउन ज्याकेट लगाएर आउनु भएको छ। यस्तो गरिमा नि उहाँलाई कति जाडो भएको होला, कुरै नगरौँ। उहाँलाई कति जाडो भएको होला क्या। ल बस्नुभयो उहाँ चाहिँ त्यो कन्टेनर भन्छ नि, उहाँ चाहिँ कन्टेनर हुनुहुन्छ। सामान लोड गर्ने चाहिँ उहाँ हुनुहुँदो रहेछ। मम्मी कुर्ता देखाउँदै हुनुहुन्थ्यो त साइडमा। उहाँलाई चाहिँ के उता भित्तामा के मनपर्छ के मन पर्दो रहेछ कि उहाँको रोजाइ हो त वाउ छ फेरि। यस्तो प्रिमियम लुगा हेर्दै हुनुहुन्छ कि उहाँहरूले। पार्ट 1 हजुरहरूलाई मैले देखाइरहेको छु। ल सक्दो सेयर गर्नु होला, सतर्क रहनु होला सबैजना। जे सब प्रत्यक्ष छ सबैजना जोगिनु होला यस्तो मान्छेहरूसँगबाट चाहिँ। त्यो उभिने दिदी चाहिँ मम्मीलाई गफ गर्ने, उभिने ठेक्ने। हेर्नु उहाँ एकदम सामान खाँदै हुनुहुन्छ। भैया बस्ने दिदी चाहिँ पुरा अब झोलासोला ठिक पारेर